हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम ब्याक टु अनलाइन भ्लग। आज चाहिँ मैले यहाँ मोमो बनाउँदैछु होइन। यहाँ आँटाहरू पनि अनि यहाँ चाहिँ हल्का नि बनिसक्यो र अहिले चाहिँ मेरो मोमोहरू पनि पाकिसक्यो होइन। पाकिसकेर चाहिँ यहाँ मैले आधी टेस्ट पनि गरिदिएँ। अन्त सुपहरू सबै रेडी भयो। अब चाहिँ म खान्छु होइन, खानु स्टार्ट गर्छु। सो आज चाहिँ मैले बनाएको भिडियो बनाउन सकिनँ, किनभने चाहिँ अब कसले पक्रिदिने भनेर चाहिँ म चाहिँ एक्लै थिएँ होइन। त्यतिखेर चाहिँ यो बनाउँदैखेरि चाहिँ म एक्लै थिएँ। सो त्यही भएर चाहिँ मैले बनाएको भिडियो गर्नु सकेन, कसले उयो पक्रिदिने भनेर, क्यामेराहरू पक्रिदिने भनेर। सो मैले यत्तिकै भिडियो गरेँ होइन, सिधै पाकिसकेर मैले तपाईँहरूलाई देखाएँ होइन, यति नै गर्नु सकेँ। अन्त त्यसको लागि चाहिँ सरी, मैले बनाएको भिडियो बनाउन सकिनँ, किनभने अब लामो पनि हुन्छ। मलाई चाहिँ अहिले स्टिल सर्ट सर्ट भिडियो मात्रै बनाउनु मन लागिरहेको छ। सो अहिले चाहिँ मैले खाँदैछु होइन, मिठो भएको रहेछ। यो चाहिँ मैले सोयाबिन र प्याज अन्त बन्दाकोपीहरू हालेर बनाएको थिएँ, क्यारेटहरू बनाएको थिएँ। यो चाहिँ भेज मोमो हो। सो मैले चाहिँ ठुल्ठुलो बनाएको थिएँ, किनभने एक्लै थिएँ नि त। सो त्यही भएर चाहिँ ठुल्ठुलो थिएँ। म्याक्सिमम् आमा यत्रो ठुलो थियो कि अब 3-4 बाइट छुने जति थियो होइन। त्यही भएर चाहिँ मैले 5वटा मात्रै खान सकेँ, बेसी खान सकिनँ, 5वटा मात्रै खान सकेँ हो। त्यतिखेर नि न्याक्कै भयो होइन। त्यो सुप पनि थियो, सुपमा पनि मैले त्यही चाहिँ किमामा थियो होइन, त्यही हालेको थिएँ। त्यही सबै क्यारेट अन्त प्याज अन्त सोयाबिनहरू के हालेको थिएँ होइन, त्यही नै थियो। किमा पनि अन्त साह्रै मिठो नै भयो होइन। एक्लै खाइरहेको छु, किनभने कोही पनि हुनुहुन्थेन त्यतिखेर होइन। एक्लै थिएँ, सो त्यही भएर चाहिँ मलाई एक्लै खानु मन लाग्यो, बनाउनु मन लागेन। अन्त मोमै बनाउँछु भनेर सोचेको थिएँ र अहिले चाहिँ बनाएँ। हुन्छ गाइस, आजलाई चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट भिडियो। बाई बाई।